हेलो साथीहरू सबैजनालाई नमस्कार है। म फेरि आइसकेको छु तपाईँहरूको लागि एउटा हेल्पफुल भिडियो लिएर। आज चाहिँ म तपाईँहरूलाई एन्जाइटी हुनुको मुख्य कारणहरू के हो भनेर तपाईँहरूलाई भन्न गइरहेको छु साथीहरू। यसलाई मैले खोज गरेको छु। यो चाहिँ वैज्ञानिक आधारमा, वैज्ञानिकको एउटा अध्ययन, वैज्ञानिक आधारमा मैले खोज गरेर पत्ता लगाएको कुरा है। साथीहरू तपाईँहरूले पनि खोज्नुभयो भने भेट्नुहुन्छ। साथीहरू सबैभन्दा सुरुमा के बुझ्नुहोस् भने एन्जाइटी भनेको सबैलाई हुनसक्छ है। एन्जाइटी भनेको के हो भनेर भन्नुहुन्छ होला साथीहरूले। एन्जाइटी भनेको एउटा मानसिक समस्या हो है। यो मानसिक समस्या हो, यसलाई त्यस्तो ठुलो बनाउनु पर्ने कुनै आवश्यकता छैन। र एउटा कुरो के विचार गर्नुहोस् भने मानसिक समस्या भएको व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण चाहिँ मैले बुझेअनुसारको अलिकति फरक छ है। मानसिक समस्यामा भएको व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण चाहिँ सबैभन्दा सुरुमा बदल्नुपर्छ है। सबैजनाले बुझ्नुहोस् है। एउटा तपाईँलाई भएको छैन होला, म मान्छु है। जसलाई भएको छ त्यसलाई थाहा छ कति गाह्रो हुन्छ, कति साह्रो हुन्छ, कति अप्ठ्यारो हुन्छ भनेर है। तर तपाईँले पनि त्यसलाई नराम्रो नजरले, नराम्रो दृष्टिकोणले व्यवहार गर्नुभयो भने एकदमै उनीहरूलाई असर गर्छ है। तपाईँको यति सानो सानो कुराले पनि उसलाई असर गर्छ। ल साथीहरू, अब टपिकतिर जाउँ। एन्जाइटी हुनुको मुख्य कारण एउटा मैले के अध्ययन गरेको छु भने यो चाहिँ एउटा वंशाणुगत रूपले पनि मान्छेमा एउटा लाग्ने गर्दो रहेछ। जस्तो वंशाणुगत भन्नाले तपाईँको हजुरबालाई थियो भने तपाईँलाई पनि हुनसक्छ है। तपाईँको बुवालाई थियो भने तपाईँलाई पनि हुनसक्छ। यो एउटा कारणले चाहिँ मान्छेलाई एन्जाइटी हुनसक्छ। यो कारण एउटा वंशाणुगत एउटा भएर आउने कारण पनि हुँदो रहेछ। अर्को कारण के हो भने तपाईँको जुन यो माइन्ड, दिमागमा दुईवटा केमिकलहरू हुन्छ है। दुईवटा केमिकलहरू हुन्छ। यो केमिकलको एउटा सेरोटोनिन हुन्छ है। अर्को एउटा मैले ठ्याक्कै नाम बिर्सेँ। एउटा सेरोटोनिन र अर्को ठ्याक्कै मैले नाम बिर्सेँ। साथीहरू, यो दिमागको केमिकल चाहिँ गडबड, अनब्यालेन्स है भयो भने चाहिँ तपाईँहरूलाई पनि यो दिमागको केमिकलले गर्दा पनि तपाईँहरूलाई एन्जाइटी हुनसक्छ है। एकदमै डर लाग्ने समस्याहरू हुनसक्छ। धेरै समस्या चाहिँ एन्जाइटीको समस्या, यसको लक्षणहरूको बारेमा म अर्को भिडियो बनाउने छु तपाईँहरूलाई। अनि अर्को कुरो, अर्को एउटा के हो भने जुन तपाईँले एउटा एक्सेप्ट गर्नुभएको हुँदैन, सोच्नु नसोचेको घटना, यदि कुनै एक्कासी कुनै घटना घट्यो, मानिलिउँ कि तपाईँको रिलेसनमा भएको, तपाईँको छेउमै भएको मान्छे, तपाईँको साथी वा रिलेसन एकदमै नजिकै भएको साथीको डेथ भयो अथवा कुनै घटना भयो, कुनै त्यस्तै नसोचेको घटना भयो भने पनि तपाईँलाई चाहिँ साथीहरू एन्जाइटी हुनसक्छ। अथवा त्यतिखेरै नहुनसक्छ, त्यतिखेरै तुरुन्तै नहुनसक्छ। जसलाई घटना घटाएको छ त्यतिखेरै नहुनसक्छ, तर पछि गएर त्यसले चाहिँ डेभलप हुँदै जान्छ। त्यो समस्या चाहिँ के हुन्छ, बढ्दै बढ्दै जान सक्छ। फेरि एउटा कुरो विचार गर्नु, सबैजनाले है यो भिडियो चाहिँ सेयर गर्नुपर्छ। किनभने तपाईँलाई भएको छैन होला, तपाईँलाई भएको छैन होला, जसले यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँलाई भएको छैन होला, म मान्छु। तपाईँ एकदम भाग्यमानी हुनुहुन्छ। तर जसलाई भएको छ एकदमै गाह्रो भएको छ, एकदमै साह्रो भएको छ है। जिउँदो लास भइरहेछ है साथीहरू। त्यही भएर सबैजनाले भिडियो सेयर गर्नु प्लिज। यो मेरो एउटै चाहना हुन्छ कि यो भिडियो चाहिँ एकजना त्यस्तो व्यक्तिसँग पुग्दियोस् कि जो एन्जाइटीसँग लडिरहेको छ। म त्यस्तो व्यक्तिलाई हेल्प गर्न चाहन्छु साथीहरू। प्लिज सबैजनाले सेयर गरिदिनुहोस्। किनभने मलाई थाहा छ यसको दुःख कस्तो हुन्छ भनेर, यसको पीडा कस्तो हुन्छ भनेर। यसलाई नसम्झौँ साथीहरू है। ल कस्तो हुन्छ भन्ने मलाई थाहा छ। त्यही भएर सबैजना साथीहरूले चाहिँ यसलाई के गर्नु पऱ्यो, यो भिडियोलाई सेयर गर्नु पऱ्यो। मजाले लाइक कमेन्ट गरेर सेयर गर्नु पऱ्यो। र जो साथीलाई त्यस्तो भएको छ, त्यस्तो समस्या छ है साथीहरू, मलाई इनबक्समा आएर मेसेज गर्नुहोस्। म तपाईँहरूलाई मेरो पर्सनल नम्बर पनि दिन्छु। मसँग मजाले फोन गरेर बुझ्नुहोस्। म सब कुरा छर्लङ्ग बनाइदिन्छु। म अरू भिडियो तपाईँहरूलाई हेल्पफुल भिडियोहरू पनि लिएर आउँदैछु, टिप्सहरू पनि लिएर आउँछु है साथीहरू। मलाई फलो गर्ने है।